बुढा नीलकण्ठमा पढेको मान्छे बुढा नीलकण्ठ स्कुल बनाएन भन्ने पनि आयो, खुसी लाग्यो। यसपालि शिक्षा मन्त्रीजीको अर्को इनोभेटिभ इनिसिएटिभ छ, बजेटमा छ, त्यो फुत्कियो जस्तो छ। सम्पूर्ण स्कुल प्रणालीको इन्फ्रास्ट्रक्चरल अडिट गर्ने यो साल, केही नबनाउने। के छ अहिलेसम्म निर्मित संरचनाहरूको अवस्था के छ? हामीले सुन्दै आएका छौँ, फलानो गाउँमा 15 जना मास्टर 10 जना विद्यार्थी भन्ने त सुन्दै आएका छौँ। गाभ्न पर्यो, बस कुदाउन पर्यो भन्ने पनि छन्। के छ त स्टक? अब त्यो हामीले त दूरगामी भिजन लिएर अगाडि जानु पर्यो। यहाँ छर्दैउ न पैसा। जागृति मावि माने चौकामा यति पैसा हाल्देऊ, उति हाल्देऊ, त्यो रमाइलो लाग्थ्यो बजेट छर्नलाई। तर यो वर्ष 1 अरब रुपियाँ शिक्षा मन्त्रीले 1 अर्ब रुपियाँ माग्नुभयो। मन्त्रीज्यू, मलाई इन्फ्रास्ट्रक्चर, एजुकेसनल इन्फ्रास्ट्रक्चरको अडिट मात्र गर्न त्यति पैसा चाहिन्छ। यो वर्ष म अडिट मात्रै गर्छु र नेक्स्ट इयर चाहिँ अनि कङ्क्रिट डिप रिफर्मको कार्यक्रम लिएर आउँछु भन्नुभएको छ। त्यसैले मेरो दिमागमा त छ नै 7वटा प्रदेशमा अलि ठुलो सामुदायिक विद्यालय 2000, 3000, 4000 विद्यार्थी सङ्ख्या भएका सफल विद्यालयहरूमा त्यसलाई बुढा नीलकण्ठको आकारमा कन्भर्ट गर्न सकिएला। सबै कुरा पहिलो वर्षमा नगरेकै हो। यो अडिट गरौँ र सिस्टमेटिकली हामी अगाडि जाउँ भन्ने छ। दलित समुदायले के पायो, यो समुदायले के पायो भन्ने कुराहरू, कति कुराहरूलाई अब नामै तोकेर भन्न सकिँदैन। रामेछापले के पायो, दोलखाले के पायो भन्ने पनि भन्नुभएको छ। त्यो सबै सम्भव भयो भने त यो पातलो बजेट, म त 40 मिनट बन्नेवाला थिएँ सुरुमा, तर सम्भवै हुँदो रहेछ। त्यो छोटो, पहिला 2.5 घन्टा पनि वाचन हुन्थ्यो, यसपालि 1 घन्टा 40 मिनटमा सकेँ मैले। त्यो सबै सम्बोधन गर्न सकिँदैन। यो सबै आउने भनेको मन्त्रालयको पुस्तिकामा, मन्त्रालय, हरेक मन्त्रालयको आफ्नो। मैले चाहिँ अब जस्तो झन्डै 350 अर्ब भौतिक पूर्वाधार मन्त्रालय अथवा अहिले पूर्वाधार मन्त्रालयलाई विनियोजन गरे। त्यसको सब एलोकेसन चाहिँ उहाँहरूले गर्ने हो। शिक्षामा 220 के कति दिइयो। सो म्याक्रो एलोकेसन अर्थ मन्त्रालयबाट हुन्छ। लामो छलफलपछि कार्यक्रमहरू हेरेर नै गर्ने हो। डिटेलिङ र त्यसको उत्तरदायित्व उहाँहरूले लिने हो। र यो स्पिरिट अनुसार तपाईँहरूको गाउँकै नाम, टोलकै नाम खोज्ने हो भने अलिकति धैर्य गर्नु होला। मन्त्रालयको पुस्तिकामा हुनसक्छ, छुटेको भए पनि हामी एड्रेस गरौँला। भौतिक पूर्वाधारले 3 वर्षको होराइजन लिएको छ, त्यो पनि अर्को ठुलो डिपार्चर हो। मिडियम टर्म एक्सपेन्डिचर फ्रेमवर्कमा चाहिँ 3 वर्षको प्रक्षेपणबाट ऊ अगाडि बढिरहेको छ। त्यसले यो केन्जियन स्टिमुलस भन्छ, स्टिमुलेट गर्न खोजेकै हो, यो शिथिलतालाई चिर्न खोजेकै हो। लोक कल्याणकारी राज्यका हाम्रा अनिवार्य दायित्वहरू, पहिलेका कमिटमेन्टहरू एउटा पनि काटेका छैनौँ, बरु थप समृद्ध बनाएका छौँ। नयाँ दिशा पनि लिनु पर्यो। टेक्नोलोजी, इनोभेसन, न्यू इन्डस्ट्रिज, इन्फ्रास्ट्रक्चरमा यत्रो ठुलो फिस्कल कन्स्ट्रेन्ट छ, कसरी यसलाई कम्प्लिमेन्ट गर्ने, निजी रिसोर्स, डायस्पोरा, सौम्य शक्तिका कुराहरू छन्, औद्योगिकरणका कुराहरू छन्। ट्याक्स रिफर्ममा 4 हप्ताको मेहनतले हामीले इन्कम ट्याक्स, भ्यालु एडेड ट्याक्स, एक्साइज, कस्टम्स, अन्य करहरूलाई एकैचोटि रासनलाइज गरेका छौँ र यसलाई थप समृद्ध गर्दै केही छुट्या हुन सक्छन् 2-3वटा, यसलाई अब अर्को 5वटा बजेटमा थप उन्नत बनाउँदै अगाडि लाने नै हो। र बजेट भनेको यो सर्वस्व होइन। यो 21 खर्बले कायाकल्प हुने होइन। 21 खर्बले बिउ रोपिदिने हो। अर्थतन्त्र त 70 खर्ब जतिको हुँदैछ। मेरो अर्जुन दृष्टि त्यता छ। 74 खर्ब नगाउनु पर्यो यो आर्थिक वर्षको अन्त्यमा। 7% को रियल इकोनोमिक ग्रोथ गराउनु छ। तर यो गरिएको सार्वजनिक खर्चले उद्वेलित गरोस्। हामीले 1 रुपियाँ यहाँ खर्च गऱ्यौँ यो सार्वजनिक कोषबाट भने 5 रुपियाँ निजी क्षेत्रले क्राउड इन गर्न सक्ने वातावरण बनाउन सकियो भने बल्ल इकोनोमिक पोलिसीले सार्थ। तर लिमिटेसन छ। धेरै त अनिवार्य दायित्व हो। यद्यपि तलब सुविधा पनि खर्च हुन्छन्, इकोनोमीमा जान्छ, त्यसले चलायमान गर्छ, त्यसमा ट्याक्स हामी लगाउँछौँ, यताबाट उठ्छ। यो खालको एउटा मानचित्रबाट हामी अगाडि बढेका छौँ। अब धेरै कुराहरू आछन्, म टुङ्ग्याउँदै गर्दा स्वास्थ्य बिमाको बारेमा, चुरेको बारेमा, ग्रामीण पुनरुत्थानको बारेमा, गाउँ गाउँमा बाँदर समस्या इत्यादि सबै छन्। त्यो सम्बन्धित यो बजेट आएको 1 दिनमा, यो त अब वर्षभरि कार्यान्वयन गर्नु छ नि, त्यहाँ सफिसियन्ट फिस्कल रुम हुन्छ। सृजनात्मक कार्यक्रमहरू आयो भने मन्त्रीजीहरू बसौँला, कर्मचारीको टिम, निजी क्षेत्र बसेर वर्षभरि कार्यान्वयन गर्ने कार्यक्रममै हामीले यी कुराहरू सम्बोधन गर्न सक्छौँ। केही छुटेको जस्तो लागेको छ भने जेठ 15मा बजेट आयो, सिद्धियो, अब अर्को जेठ 15 कुर्नुपर्छ भन्ने होइन, बल्ल सुरु हो। इनफ्याक्ट यो आर्थिक वर्ष त टुङ्गेकै छैन।
साउन 1 गतेदेखि बल्ल यो 21-24 को खर्चहरू सुरु हुन्छ। त्यसैले यसमा हजुरहरूका सृजनात्मक विचारहरू, कार्यक्रमहरू कतै जेन्युइन कुरा छुटेको हुनसक्छ, मानवीय त्रुटि भएको हुनसक्छ, अथवा ध्यान नपुगेको हुनसक्छ, पर्याप्त तयारी गर्न नपाइएको हुनसक्छ। बहसहरू, छलफलहरूमा पनि केही कन्स्ट्रेन्ट थिए यसपालि। म मन्त्री बनेकै दिनदेखि नै होमिनु पर्यो, जबकि राष्ट्रिय योजना आयोगले सिलिङ तोकिदिसकेको थियो। यसमा पनि मैले टिप्पणी गरिहालौँ, राष्ट्रिय योजना आयोगले जानेरै थोरै सानो आकारको 1964 को बजेट उसैले अनुमति दिए हो पोहोर, तर उसले यसपालि चाहिँ 1890 के थाहा थियो भने नयाँ सरकार आउँदैछ, उसले आफ्नो हिसाबले यसलाई बढाओस्, यो 1890 चाहिँ मिनिमम होस् भनेर मन्त्रालयहरूलाई प्लानिङ गर्नको लागि न्यूनतम तोकिदिएको हो। त्यसैले योजना आयोगले तोकेको भन्दा 2 खर्ब बढी यताउता, त्यसमा कुनै बौद्धिक तुक छैन। अब सांसदज्यूहरूको मैले नोट गरेको छु, यो समय धेरै लाग्ने भाव हुनाले सायद त्यतातिर नजाउँ होला, 1-on-1 बायोल्याट्रली नै यसलाई टेकअप गरौँला। तर असाध्यै राम्रा सुझावहरूलाई मैले मनन गरेको छु र यसलाई अगाडि बढाउने नै हो, त्यसको लागि म धन्यवाद नै दिन चाहन्छु। अब अन्तिममा अहिलेको बहुचर्चित विषय, छोडे वाग्लेले कुटुकुटु अर्थ मन्त्रालयमा बसेर करसर चलाएर व्यापारी पोस्यो के भन्ने खालका पनि सुनिए। सांसदहरूले गरिमा, आफ्नो गरिमा आफै राख्नुपर्छ। यो सम्मानित सदनको ओज घटाउने कामतिर हामी लाग्नु हुँदैन। सुशासनको निर्मम एजेन्डा लिएर अगाडि बढेको, सुशासनको त्यो कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको 2 महिनामै हामी धोका दिन सकौँला? सक्दैनौँ। र मैले आज सार्वजनिक लेखा समितिमा पनि भने, 1-2टा चाहिँ खोस्टाहरूले लेखे कि 2 अरबको आशंका इत्यादि भनेर। 2 अरब होइन, 2 रुपियाँ बदमासी बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्याग दिन्छु। सार्वजनिक जीवनै त्याग्न पनि म तयार छु, 2 रुपियाँ। र यो नैतिक आँट र यो नैतिक उचाइ म प्रति औँलो ठड्याउने मान्यज्यूहरूलाई पनि प्राप्त होस्, शुभकामना छ। तपाईहरुका काण्डबारे हामी अनभिज्ञ हो र? ती पनि खुल्नेछन्। अब भएको के हो त? भएको के हो? मलाई त 1 हप्ता 1.5 हप्ता अगाडि नै आएर भन्न मन लागेको थियो, तर अवसर पाइएन। अर्थ समिति र सार्वजनिक लेखाले अवसर दिनुभयो, अलिकति क्ल्यारिफाई गरियो। आज यो सार्वभौम संसदको रोस्ट्रमबाट म यथार्थमा नेपाली जनता, सम्मान्य सभामुख मार्फत, मान्य सांसदज्यूहरू मार्फत आम नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई म भन्न चाहन्छु, जेठ 15 गते 4 बजे दिउँसो बजेटको वाचन वक्तव्य हामीले लिएर आउने भन्ने तय भएको थियो। जेठ 15 को बिहानसम्म पनि यो एउटा अर्थ विधेयक भनिन्छ, नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न विधेयक, यसमा काम भइराखेको हुन्छ। र यसपालि अनौठो भयो, यति ब्रोड कन्सल्टेसनका साथ पारदर्शी ढङ्गले हामीले छलफल गऱ्यौँ, किनकि त्यत्रा रिफर्महरू गर्नु थियो। भन्सारको राय लिनु पर्यो, आन्तरिक राजस्वका राय लिनु पर्यो, विज्ञहरूको राय लिनु पर्यो, पूर्व प्रशासकहरू, पूर्व अर्थ सचिव, पूर्व अर्थमन्त्रीहरू र अहिलेको सिनियर टिम सबैको राय लिएर छलफललाई माझ्दै, परिष्कृत गर्दै, यसका कन्सिक्वेन्सेसहरू एनालाइज गर्दै अगाडि बढ्दाखेरि त्यो जहिले पनि जेठ 15 को 3-4 बज्छ। 3 बजेतिर म चाहिँ सुत्न गएँ, तर अर्थ मन्त्रालयको टिमले काम गरिसकेपछि कानुन मन्त्रालयको बाँकी काम बाँकी हुन्छ। यो त विधेयक हो। कानुन मन्त्रालयका सचिव सहित वरिष्ठ टिम पनि अर्थ मन्त्रालयमा आएर बसेको हुन्छ त्यो रात, र हामीले बुझाइदिइसकेपछि कानुनले यसलाई विधेयकको स्वरूप दिन्छ। त्यो प्रेसरमा काम गरिन्छ, सेन्सिटिभ कुरा छ, करका विषयहरू छन्, र कर्मचारी तन्त्रले त्यसलाई तयार गरेर प्रेसतिर पठाएपछि वक्तव्य त 11-12 बजेसम्म पनि हामी फाइनल गरिराखेका हुन्छौँ।
12 साढे 12तिर छपाईमा जान्छ, 4 बजे मैले यहाँ वाचन गरेको त्यो 3 घण्टा अगाडि मात्रै प्रेसमा गएको थियो। त्यो टाइम प्रेसर, अब यसलाई यति टाइम प्रेसरमा काम गर्न पर्छ, यसलाई सुधारे हुँदैन भन्ने विषय त्यो मनासिब नै छ। यी आयात सायातका कुराहरू पनि यो करले त्यहाँ प्रभाव पार्ने हो भने 1-2 हप्ता आयातै बन्द गरिदिउँ न भन्नेमा पनि छलफल गर्न सकियो, तर अहिलेसम्मको प्रचलन यो नै छ। जेठ 16 गते शनिबार, जेठ 17 गते कर्मचारी साथीहरू आउनुभयो। क्याबिनेटमा गएको प्रयोजनमा धेरै त्रुटि नै छैन क्याबिनेटमा गएकोमा। यो रातारात काम गर्दाखेरि केही सामान्य त्रुटिहरू भए मन्त्रीज्यू के गर्ने, प्रचलन के छ? होइन, सच्याउनुपर्छ, मान्यज्यूहरूको हातमा पर्नुभन्दा अगाडि सच्याउनुपर्छ, संसदलाई विधिवत कम्युनिकेट गरेर। संसदका महासचिवलाई चिठी लेखेर अर्थमन्त्रीले त्यो सांसदज्यूहरूको हातमा पुगि नसक्या हुनसक्छ, यो बाँड्दै गर्दा सच्याइएको एक पाना, एराटम भन्छ, एराटा मल्टिपल भयो भने एराटाको पाना पनि यहीँ घाँसेर दिने। 5वटा विषयमा 73वटा शीर्षकमा संशोधन गरिएको थियो नेकपा एमालेका अर्थमन्त्रीले, नेपाली काङ्ग्रेस समेत संलग्न भएको सरकारले। 73वटा करकै संशोधन। यसपालि कस्ता खालका त्रुटि सच्याइयो? एउटा भन्सार दर, एउटा शुल्क, 3टा थप स्पष्टता, 3-4वटा थप स्पष्ट पार्ने गरेर कन्फ्युजन नहोस् भनेर। भन्सार दरकै यत्रो चाहिँ आइराखेको छ, मध्यरातमा के गर्यो भन्ने। त्यो भन्सार दर परिवर्तन गरिएको चाहिँ के थियो? मैले लेखेको चिठी यहाँ छ संसदलाई 17 गते, र 17 गते नै हजुरहरूले यो विधेयक सँगसँगै त्यो एक पाना चाहिँ पाउनु भएको भन्ने मेरो चाहिँ असम्पसन छ। एउटा भन्सार दर के परेछ भने, एउटा प्रडक्ट छ एचएस कोड, हार्मोनाइज सिस्टम भन्छौँ हामी कस्टमसमा, 5000 जति वस्तुहरू हुन्छन् यहाँ त्यस्तो। 4202-1290 को कोड भएको एउटा प्रडक्टमा, त्यो प्रडक्टको चाहिँ अलि व्याख्या नै हुन्छ, बाहिरी भाग प्लास्टिक वा कपडा पदार्थ भएका बाकस, सुटकेस, यो एउटा क्याटेगोरी छ। यसमा हामीले 30% को भन्सार लगाइराखेका रहेछौँ। यही क्याटेगोरीभित्र चाहिँ एउटा असाध्यै सेन्सिटिभ आइटम परेको रहेछ, भ्याक्सिन र ब्लड क्यारियर, जनस्वास्थ्यसँग सम्बन्धित भ्याक्सिन, ज्यान जोगाउने भ्याक्सिन र ज्यान जोगाउने रगत बोक्ने क्यारियर पनि सुटकेसको वर्गीकरणमा परेको रहेछ। र यहाँ उद्यम व्यवसाय गर्नेहरूलाई थाहा हुन्छ त्यो वर्गीकरणले कति दुःख दिन्छ कहिलेकाहीँ। यो मिलेन, कहाँ प्लास्टिकको सुटकेस, कहाँ यहाँ चाहिँ ज्यान बचाउने ब्लड क्यारियरलाई एउटै क्याटेगोरीमा राख्न मिलेन, यसलाई छुट्याइदिनुहोस् भनेर बहसको चरणमा आएको विषय। अनि साथीहरूले, भन्सारका साथीहरूले यो त जायज हो, मनासिब छ, यसलाई छुट्याउँ, यसलाई छुट्टै उपशीर्षक दिउँ त, कहाँ प्लास्टिकको सुटकेस बनाउने, ब्लड र भ्याक्सिन क्यारी गर्ने छुट्टै उपशीर्षक दिएर यसलाई छुट्याउँ पनि र यसको भन्सार कम गरिदिउँ। कहाँ 30% लगाउने यत्रो वस्तुमा, 15% लगाउँ, डन। त्रुटि कहाँ भयो भन्दाखेरि त्यो प्लास्टिक पनि सँगसँगै तानिँदाखेरि 15% झरेछ। ब्लड क्यारियर र भ्याक्सिन त 15मा झऱ्यो, छुट्टै उपशीर्षक पनि बनाइयो, त्यो कम्युनिटीको माग सम्बोधन गरियो, तर जहाँबाट छुट्याइएको थियो त्यो पनि 30 होइन 15 आयो, त्यसैले कर घटाएको होइन, यो त 30 हुनुपर्छ भनेर 15मा झुक्किएर 15 बनेकोलाई पनि 30 बनाइयो। अब यहाँहरूले सुनिराख्नु भएको छ बहस, राजद्रोह भयो, देशद्रोह भयो, गरिमा राखौँ। अर्को सच्याइएको मूल यही हो। अर्को चाहिँ इभीमा यत्रो मिडल क्लास एस्पिरेसनका कुराहरू छन्, 50 लाख भन्दा कम मूल्य, बजार मूल्य 50 लाख, तर भन्सारमा आइपुग्दा जुन हामीले CIF मूल्य भन्छौँ, कस्ट, इन्स्योरेन्स र फ्रेट को मूल्य जोडेर, फ्याक्ट्रीबाट आएको मूल्य जोडेर त्यो चाहिँ 20 लाख, ट्याक्स जोड्दाखेरि त्यो 43-45 कति पुग्छ। 50 भन्दा मुनिमा चाहिँ यसपालि मूल्य नबढाउँ, 50 भन्दा माथिलाई त्यसको छुट्टै कोड छ। आज मान्य विपिन आचार्यले पनि उल्लेख गर्नुभयो सार्वजनिक लेखामा, त्यो टक्सिसिटी, त्यो प्लास्टिक कन्टेन्ट, त्यो फरेन एक्सचेन्जको रिजर्भ, त्यो प्रिभिलेज नै हो, तपाईँ हामीले प्रिभिलेज लिएका हौँ। Shouldn't we tax that a little bit?
तर 50 भन्दा मुनि त एस्पिरेसनल युवासँग जोडिएको विषय त अहिलेलाई नगरौँ, बढ्नु हुँदैन, बरु घटोस् नै भन्ने नियतले कहाँ चलाउने त? फ्ल्याट छ। योभन्दा अगाडि विचलन थियो, 5 अरबको बेरोजु महालेखाले लेखिसकेका थियो। यति ठुलो चलखेल, विकृत राजनीतिक अभ्यास, गठजोड, बिचौलिया, पिक पावरमा। किनकि 100 युनिटभन्दा मुनिलाई छुट्टै भन्सारभन्दा माथि, अनि मान्छेले झुट बोल्न थाले, म्यानिपुलेट गर्न थाले। अहिले पारदर्शी ढङ्गले एड भ्यालोरेम, भ्यालुमा आधारित गरौँ, 50 लाखभन्दा माथि प्रोग्रेसिभिसिटी, प्रगतिशीलता त्यहाँ कायम गरौँ, र त्यो जुन प्रिमियम हो फरेन एक्सचेन्जको इत्यादि त्यसलाई रिफ्लेक्ट गरौँ, रेभेन्यू पनि उठाउनुहोस्। 50 लाखभन्दा मुनि चाहिँ कहाँ चलाउने त भन्दा अब VAT सबैलाई 13 हो, कस्टम्स ड्युटी फ्ल्याट गरिदिउँ, पारदर्शी 20% सबैलाई, CIIF क्लिन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फी, एक्साइजहरू हामीले त्यत्रो खारेज गऱ्यौँ, त्यसलाई कि आन्तरिक उत्पादन बढाउनको लागि रिप्लेस गऱ्यौँ, DPPF भनेर डोमेस्टिक प्रडक्ट प्रमोसन फी, कि यता क्लिन इन्फ्रास्ट्रक्चरलाई 10,000 चार्जिङ स्टेसन बनाउँछ, यत्रो लगानी छ, अघि पनि कुरा आइसकेको छ। रोड डेभलपमेन्ट फी भन्ने हामी तपाईँहरू सबैले सवारी चलाउनेहरूले तिर्छौँ, 5% छ, यो 50 लाखभन्दा मुनि चाहिँ 2.5 गरिदिउँ त भन्ने भयो। त्यो लेखेरै गएको थियो द्रष्टव्यको रूपमा मलाई कर्मचारी साथीहरू। बाइ द वे यो सबै मैले टाइप गरे होइन, कर्मचारी साथीहरूले टाइप गर्नुभयो यो त्यो उमा, र मैले त ओन गरेको हो। म अर्थ मन्त्रालयको गार्डियन भएको हुनाले उहाँहरूले गरेका मानवीय त्रुटिलाई ओन गरेर मैले डिफेन्ड गरेको मात्रै हो। र त्यो 2.5% कानुनी ड्राफ्टमा जाँदा त्यो द्रष्टव्य फुटनोट मिस भएर रहेछ, त्यो त ल्याउनु पर्यो, त्यो राख्यो। अर्को एक्साइज तिरेको, तर CIIF को ट्रान्जिसनमा नगइसक्दा त्यहाँ भन्सारमा आएका इलेक्ट्रिक गाडीहरूले अन्तशुल्क त तिरिसके, अन्तशुल्क पनि तिर्ने, फेरि यो नयाँ शुल्क पनि तिर्ने त गराउनु भएन, कन्फ्युजन भयो, स्पष्टता अलिकति कायम गरिदिनु पर्यो। अन्तशुल्क तिरिसकेकाहरूले यो दोहोरो कर लाग्दैन है, CIIF थप्नु पर्दैन भन्ने अर्को स्पष्टीकरण छ। शिक्षामै अघि त्यत्रो 25,000 रुपियाँ आफ्नो बालबालिकाको लागि खर्च गर्नुभयो, निजीमा पनि यो चाहिँ, वा 25% जुन कम हुन्छ त्यो करकट्टीमा कायम गर्न सकिने, त्यो पनि छुट्याएर रहेछ, बोलेका थियौँ छुट्याएर रहेछ, त्यसलाई हालिदिउँ। अर्को विषय, महानगरपालिका र उपमहानगरपालिका बाहेक अन्य ठाउँहरूमा सिनेमा हल, अलि सांस्कृतिक नाट्यघर यस्तोमा कसैले लगानी गर्न चाह्यो भने उसलाई प्रोत्साहनै गर्ने हिसाबले 10 वर्षसम्म आयकर छुट भनेर मैले बजेटमै बोलेको थिएँ। बजेट बोलियो 4 बजे, यो त बिहान प्रेसमै गइसकेको थियो, त्यो बिट अलिकति छुट्या पनि हुन सक्थ्यो भनेर त्यसलाई पनि विधेयकमा रिफ्लेक्ट गरेको। यति हो भएको, यति हो। सच्याएर सांसदज्यूहरूले यो पहिलोचोटि पाउँदा नै त्यो सच्याइएको सूची पानो चाहिँ उहाँहरूलाई सँगै दिनुहोस्, ताकि यो बहस समृद्ध हुन्छ। अब अलिकति हेलचक्राइ गरेर हेपेर बहसमै उठाइदिउँला नि त, यो चाहिँ सानो त्रुटि भएर रहेछ भन्न सकिन्थ्यो। तर सार्वभौम संसदप्रतिको हाम्रो अगाध श्रद्धाले गर्दा पनि हामीले होइन, सांसदहरूलाई गुमराहमा राख्नुहुन्न, चल्दै गर्छ भन्ने एटिट्युड राम्रो होइन। पहिला पनि गरिएकै हो, 73 वटा सच्याइएको यही गत सालमा, र गुड फेथमा गरिएको एडिटोरियल चेन्जेसलाई सांसदहरूले पनि त्यसलाई त्यही स्पिरिटमा लिनुहुन्छ भनेर त्यति हो भएको, जुन 17 गते हजुरहरूले पिजन होलमा पाउनु पर्थ्यो, पाउनु पनि भयो भन्ने मेरो अनुमान छ। मैले महासचिवजीसँग चेक गरेको थिएँ, लगभग त्यही बेलामा त्यो एराटा सहित यो अर्थ विधेयक हजुरहरूले अब पाउनु भएको हुन्छ। बहस त सुरु नै भएको छैन। त्यसपछि अर्थ विधेयकमा हजुरहरूले पाएको सच्याइएको भनेको पछि एउटा थोप्लो, एउटा पूर्णविराम, एउटा अक्षर, एउटा अङ्क केही पनि थपिएको छ होइन। अर्थमन्त्री चाहिँ राति राति बसेको छ, कर चेन्ज गरेको छ, छेडखानी गरेको छ, कसलाई पोस्या छ, 16 पेज गायब गरेको छ, सबै गलत। अलिकति रसुवा र मुस्ताङको प्रसङ्ग पनि आएको छ। कसैले सूचना दिएको छैन, व्यापारीहरूले अनुमान गर्छन् कि कर घट्छ कि कर बढ्छ, एउटा ट्याक्स प्लानिङ पनि हुन्छ, र केही वस्तुमा बढ्छ नै भन्ने अनुमान हुन्छ, सुर्तीमा, मदिरामा, अलि विलासी वस्तुहरूमा बढ्छ नै भन्ने हुन्छ। कुनै अर्थमन्त्री मूर्ख हुँदैन जसले चाहिँ यस्ता वस्तुहरूमा कर घटाओस् भनेपछि अब बढ्दैछ, लगभग
भने अनुमानका हिसाबले डिमान्ड पनि भइराखेको हुन्छ, उसले एलसी हप्तौँ अगाडि खोलेर त्यो खालको प्लानिङ गरेको हुन्छ। गत साल 4700 गाडीहरू यसरी नै आएका थिए। यसपालि त जम्मा 2600 गत साल 4300, यसपालि 2600-2700 गाडीहरू आएका छन्। सो पोहोरभन्दा यसपालि कम नै हो। तर भइदियो के भने कर बढेन, अर्थमन्त्रीले सूचना दिएन, कर घट्यो र त्यो जोखिम मोल्ने व्यापारीहरू धेरै मर्कामै पर्नु भएको छ। यद्यपि त्यो ब्रान्ड हेरी कुनै चाहिँ बोर्डर लाइनमा पनि छन्। मैले सुनेअनुसार त्यो ब्रान्ड हेरी रसुवामा चाहिँ घाटामै पर्नुभयो, मुस्ताङमा चाहिँ आधा कर घटेको वस्तुहरू परे, आधा जस्तो चाहिँ कर बढेको पर्यो भन्ने छ। तर त्यतातिर हाम्रो चासो रहेन, किनकि हामी देश बनाउने, आर्थिक कर प्रशासन, कर अनुपालनमा ध्यान दिइरहेका छौँ। कुनै व्यापारी पोस्ने त्यो त हामीले फालेकै हो नि, त्यो मोडेल त फालेर आएन र। त्यसैले नै मैले भन्न सकेको हो, यहाँ सार्वभौम संसदको रोस्टरमा उभिएर मैले भन्न सकेको छु, 2 अरब होइन हजुर, 2 रुपियाँ बदमासी गरेको छ भने म यो पद त्याग दिन्छु, सार्वजनिक पद नै त्याग दिन्छु भन्ने नैतिक आँट, नैतिक उचाइ मलाई आरोप लगाउने मान्य सांसदज्यूहरूलाई पनि प्राप्त होस्। शुभकामना छ। हस्, धन्यवाद।